हेलो नमस्कार साथीहरू। रोम र इटली नगए पनि रोम र इटलीको मजा इङ्ल्यान्डमै लिनलाई हामी ग्रुप बनाएर गयौँ। आधी घन्टा जति लाइनमा बसेपछि बल्ल बल्ल पालो आयो। तल गएर पनि एकछिन 5 मिनट बसेपछि बल्ल हाम्रो बोट आयो। अनि बोटमा हामी चढ्यौँ। म चाहिँ फोटो खिच्छु भनेर फोन निकाल्न खोजिरहेको थिएँ। त्यो मान्छेले मलाई फेरि तैँले डोरी समात्नुपर्छ भनेर सिकायो है। त्यसको डोरी समात्न त मन थिएन, अब समात्दिनै पर्यो। अनि अलि पर गएपछि चाहिँ मैले त्यसको डोरी सोरी छोडेर फोटै खिच्न थालेको थिएँ। एकछिन चाहिँ फेरि चढ्ने बित्तिकै हामीलाई चलाउनै आएन कि। अनि एकछिन पछि मजाले जाँदै थियौँ भरे एउटा फ्यामिली बोटले ल्याएर हामीलाई हानिदियो त्यहाँबाट कटाएर। अनि हामी मजाले फास्ट गर्दै जाँदै थियौँ। अनि म पनि मजाको सनी डे, यस्तो रमाइलो भ्यू, यस्तो आनन्द भनेर आनन्द लिइरहेको थिएँ। दिदीले मेरो पनि फोटो खिचिदेऊ न भन्नुभयो। अनि मैले दिदीको पनि फोटो खिचिदिएँ। यतिकैमा सरलाई फेरि गर्मी भयो है, ज्याकेट खोल्नु भयो सरले। त्यसपछि त बोट यस्तो खतरा चलाइदिनु भयो नि, पुरा सेफली सबतिर कटाउँदै लाँदै थियौँ भरे एउटा चाइनिजले ल्याएर हानिदियो बिचरा। अनि त्यसपछि फेरि गयौँ है, अर्को बोटले ल्याएर फेरि हामीलाई हानिदियो। हामी फेरि आफूले जानिहाल्यौँ, के गर्नु, अर्काले ल्याएर हानिदिइहाल्छ। फेरि यति भिड थियो क्या त्यो दिन। त्यस्तो गर्दा गर्दै एउटा पुलमुनि पसेको थियौँ। अनि तर निक्ल्यौँ, मजाले नै निकाल्यौँ त्यहाँबाट। अनि मैले इन्टरभ्यू गर्न थालेँ। तपाईँ के गर्दै हुनुहुन्छ? माछा मार्दैछु। कस्तो अनुभव हुँदैछ आज नाभी दाइ भन्दाखेरि? नाभी दाइ रे? के हो त्यो नाभी? नाभिक हौ, नाउ चलाउनु मन छ। नाभी दाइ भन्छ फेरि। के कस्तो हुँदैछ नाभिक भन्दाखेरि आज? के भइरहेछ, हात चाहिँ दुखिरहेछ। अनि इन्टरभ्यू गर्दा गर्दै म पछाडि पनि हेर्दै थिएँ कोही आएर हान्देला कि भनेर। यतिको कहाँबाट यस्तो फास्ट यो आयो कि ट्याङ हानिदिएर चलिदिइहाल्यो। हेरेकै भयो। अनि त्यसपछि फेरि ठिक छ भने गीत गाउनु थाल्यो। अनि दिदीले पनि म चलाउँछु भनेर चलाउनु भएको थियो। कहाँ कुनामा पसेको थियो, बल्ल निकाल्यौँ। अनि त्यसपछि मैले पनि एकछिन चलाएँ जस्तो गरेँ। अनि उतापट्टि फेरि अर्को साथीहरू पनि ठ्याक्क क्रस भयो उनीहरूलाई हेलो भनेर। फेरि अर्को साथीहरूसँग पनि भेट भयो त्यति नै बेला। उनीहरूलाई पनि हेलो भन्दै थियौँ। उनीहरूको फेरि सानो ठोकिहाल्यो एकजनासँग। त्यसपछि हामीले बाई गरेर सबको ठोकिरहेको रहेछ, तर एक्सपिरियन्स त भयो, रमाइलो छ भन्दै कुरा गर्दै। एन्ड देन मैले पनि रोमान्टिक पारामा भिडियो खिचिहालौँ न त भनेर यसो 1-2वटा सट हानेको। किरा जस्तै निस्केछ, चकेवा उडेको क्याप्चर गरिहालेँ मैले। हाँसले सानो बच्चाहरू ठुल्ठुलो पार्न थालिसकेको रहेछ। एकदम मजा लिएर यस्तो सनी डे, यस्तो रमाइलो। यसरी घुम्दा 1 घन्टा बितिहाल्यो हाम्रो। किनारमा आउने टाइम भइहाल्यो। त्यसपछि हामी पनि फर्क्यौँ। Hi guys, thank you so much for watching. I'll see you in next video. Keep supporting and subscribe गर्न चाहिँ नबिर्सिनु होला है त।